स्वागत भन्न चाहन्छु है तपाईँ सबैलाई यो समय म तपाईँको बिचमा लुका 6:35 यतिखेर सुनाउने छु। यहाँ यसरी लेखिएको छ, प्रभु येशू आफैले बोल्नुभएको वचन है यो। प्रभु येशू आफैले बोल्दै हुनुहुन्छ, तपाईँ पछि अन्तिमसम्म ध्यान गरेर सुनिदिनु होला। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर, फेरि पाउने आशा नराखी ऋण देऊ र तिमीहरूको इनाम ठुलो हुनेछ अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। आमेन। साँच्चै नै आज हामीले चाहिँ कसैले केही दिनु छ भने फिर्ता पाउने आश नराखिकन दिन सक्नु पर्दो रहेछ येशू ख्रीष्टको आज्ञा अनुसार है। अनि हामीले चाहिँ आफ्नो शत्रुहरूलाई पनि प्रेम गर्नुपर्ने छ। अनि के आज तपाईँ र मैले यो गर्न सकेका छौँ त? हामीले त शत्रु त के आफ्नै मान्छेलाई पनि हामी क्षमा दिन सक्दैनौँ। हामीले चाहिँ होइन, आफूलाई राम्रो बोल्नेसँग, आफूलाई मिठो बोल्नेसँग मात्र हामी व्यवहार गर्छौँ भने त्यसमा हाम्रो इनाम साँच्चै छँदै छैन होला, मलाई चाहिँ त्यस्तै लाग्छ होइन। अनि प्रभुले चाहिँ के गर्नुभएको छ भने जो असम्भव छ त्यसलाई नै हामीले गर्नु पर्यो कि जे कुरा हामीलाई गर्न गाह्रो हुन्छ, जस्तै शत्रुलाई प्रेम गर्न सजिलो हुन्छ त तपाईँ भन्नुहोस् त? शत्रुलाई प्रेम गर्न जस्तो गाह्रो के कुरा होला? जसले हाम्रो खेदो गर्छ, जसले हाम्रो निन्दा गर्छ, जसले हामीलाई देखिसक्दैन, अनि त्यसैले प्रेम गर भनेर प्रभुले चाहिँ हामीलाई सिकाउनुहुन्छ। अनि शत्रुलाई प्रेम गर भन्नुहुन्छ उहाँले। अनि के हामी यो सक्छौँ? तर अहिलेको समयमा मानिसहरू त कस्तो छन् भने है, अनि एकदमै हामी आफूसँग मिठो हालेलुया ओ मिठो बोल्ने क्या न, मिठो बोल्नेसँग चाहिँ हजुर हजुर राम्रो मिठो छ होइन। अनि अलिकति त्यही व्यक्तिले टर्रो बोल्यो भने ए हो र त भन्दा म के काम भन्न थालिहाल्छ क्या। अनि रिस उठिहाल्छ। अनि आँखाले हेर्ने दृष्टिकोण, दिमागले सोच्ने, मनले सोच्ने हरेक कुराहरू चाहिँ ओहो सोचि नसक्नु छन् है। अनि आफैलाई मात्र प्रेम गर्ने समय यो भइरहेको जस्तो लाग्छ मलाई है। अनि हामीले आफैलाई मात्र प्रेम गरेर हुँदैन, अनि आफूले प्रेम गरेको मान्छेलाई मात्र हामीले प्रेम गर्नु हुँदैन। आफूसँग मिठो बोल्नेसँग मात्र हामी मिठो बोलेर हुँदैन, होइन। आफूसँग नराम्रो बोल्नेसँग पनि हामीले मिठो बोल्न सक्नु पर्यो, प्रेम गर्न सक्नु पर्यो है। प्रभु येशूको आज्ञा हो त्यो चाहिँ। तर अहिलेको समय चाहिँ यस्तो भइरहेको छ कि मानिसहरू चाहिँ आफूले मात्रै माया गर्ने भएका छन्। तपाईँले यो कुरा चाहिँ 2 तिमोथी 3:2 हेर्न सक्नुहुन्छ। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँ पैसाको मोह गर्ने, घमण्डी, हट्ठी, अरूको बदनाम गर्ने, आमा बुबाको आज्ञा पालना नगर्ने, बैगुनी र अपवित्र, त्यस्तो खालको मान्छेहरू छन् अहिले है। वचनको क्रममा मलाई एकजना दाजुको याद आयो है। एकजना दाजुले मलाई मेसेन्जरमा मेसेज गर्नुहुन्थ्यो। उहाँले यति धेरै राम्रो वचनहरू पठाउनुहुन्थ्यो। अनि उहाँलाई चाहिँ एक दिन रिस उठेछ है। अनि किन रिस उठेछ उहाँलाई भन्दाखेरि मैले चाहिँ उहाँको वचनहरू पनि नबुझेको भन्ने कुराहरू उहाँलाई लागेछ। अनि एउटा भिडियो मैले पनि सेयर गरिदिएको थिएँ उहाँलाई। अनि मलाई किन यस्तो भिडियो सेयर गरेको, मेरो आत्मा नाश गर्न खोजेको, मेरो विश्वास डगमगाउन खोजेको भनेर चाहिँ उहाँ रिसाउनु भयो, गाली पनि गर्नुभयो मलाई होइन। अनि उहाँले चाहिँ पछि हेरेको त ब्लग हानेर जानुभएछ। अनि जतिसुकै आकाश छुने कुरा गरे पनि, जतिसुकै गहिराईको कुरा गरे पनि प्रेम छैन भने त त्यहाँ त के रहन्छ होला त है? के चाहिँ हुन्छ होला प्रिय मित्र, तपाईँ भन्नुहोस् त है। यहाँनिर भनेको छ है 2 तिमोथी 3:5 चाहिँ यसरी भनेको छ, भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्, यस्ता मानिसहरूबाट अलग बस भनेर बाइबलले हामीलाई अघि नै भनिसक्नु भएको छ। अनि यो भनेको के हो भन्दाखेरि भक्तिको भेष चाहिँ लिने
तर त्यसको शक्तिलाई चाहिँ इन्कार गर्ने हुनेछन् भनेपछि यहाँनिर कुरा प्रष्टै छ। हेर्नु त, भक्तिको भेष लिन्छन्। ओहो, हामी चाहिँ यति मिठा कुरा गर्छौँ, यस्तो मिठो वचनहरू पनि पद बाहेक मान्छे बोल्दैन पनि। पदहरू टक 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 थाहा छ मान्छेलाई होइन, पदद्वारा बोल्छन्। बाइबलको हरेक पदबाटै बोल्छ, उसले बाहिरको कुरा पनि ल्याउँदैन। अनि थोरै उसको दिमागमा त्यो व्यक्ति जुन आफूसँग बोलिराखेको व्यक्तिमाथि चाहिँ थोरै चाहिँ रिस उठेको जस्तो, उसलाई चित्त नबुझोस् त। ओहो, त्यहाँ उसको आत्मिकीपन देखिन्छ कि त्यहाँनिर आत्मिकीपन त्यहाँ छर्लङ्गै हुन्छ। उसले ख्रिस्टको मन उसँग छ कि छैन भनेर हामीले ठ्याक्कै पत्ता लगाउँछौँ होइन। हाम्रो सानो गल्ती त उनीहरूले सहन सक्दैन भने कस्तो प्रेम गर्यो होला त, कस्तो वचनको शिक्षा उनीहरूले हामीलाई सेयर गरिरहेको होला त। प्रिय मित्र, यदि यो वचन मैले भन्दै गर्दा तपाईँहरूमध्ये कसैले त्यस्तो लाग्न कतै मनमा ठेस पुग्न सक्छ, मलाई माफ गर्नुहोला है। सबै मान्छे त्यस्तो त हुँदैनन्, तर मैले भन्न खोजेको चाहिँ हामीले प्रभु येशूले भनेको वचनअनुसार हामी हिँड्न सक्नुपर्छ। शत्रुलाई पनि माया गर्न चाहिँ हामीले सक्नुपर्छ। हो, हामीले सजिलो हुँदैन कतिपटक, तर हामीले प्रभुसँग शक्ति सहायता मागेर हामी त्यो गर्न सक्छौँ। आमेन। साँच्चै नै उहाँले चाहिँ हामीले सहायता गर्नुहुनेछ। हामीले भक्तिको भेष मात्र लिनु हुँदैन। हामी भक्ति गरेको जस्तो, हामी चाहिँ परमेश्वर ख्रिस्ट प्रचार गरिरहेको जस्तो, तर भित्रपट्टि खोक्रो भयो भने चाहिँ हाम्रो जीवन व्यर्थै हुन्छ। त्यो कसैले पत्याउनेवाला पनि होइन। हाम्रो भित्र हृदय चाहिँ प्रभुले जाँच्नुहुन्छ, हामीमा कस्तो छ त, हामीमा प्रेम छ कि छैन, प्रभुले चाहेको व्यवहार हामीसँग छ कि छैन त होइन, परमेश्वरले चाहेको अनुसारको हाम्रो जीवन छ कि छैन, हामीले त्यो पनि विचार गर्नुपर्ने हुन्छ। अनि यहाँनिर लेखेको छ भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने। हेर्नुहोस् त, शक्ति भनेको के हो? शक्ति भनेको प्रेम हो। संसारमा मानिसहरूले भन्ने गर्छन् नि, प्रेमको अगाडि केही कुराले चाहिँ त्यो होइन हस्तक्षेप गर्न सकिँदैन, प्रेमले जित्छ है। तिम्रो प्रेमको अगाडि म हारेँ भन्ने कुरा तपाईँले सुन्नुभएको होला। अनि त्यो प्रेम चाहिँ परमेश्वर हुनुहुन्छ है। परमेश्वर साँच्चै प्रेम हुनुहुन्छ। अनि हामीसँग अनि त्यो प्रेम भयो भने हामीसँग शक्ति पनि हुन्छ। अनि प्रेमको शक्ति चाहिँ एकदमै महत्त्वपूर्ण, एकदमै ठुलो शक्ति हुन्छ है। शक्ति हामीले चाहिँ शक्ति प्राप्त गर्न सक्नुपर्छ। अनि शक्ति भनेको चाहिँ प्रेम हो, प्रेम भनेको चाहिँ परमेश्वर हो। मानिसहरू भक्तिको भेष देखाउने, भक्तिको शब्दहरू खतरा तालले एकदमै मिठासपना देखाइदिने, आफूलाई थोरै कुरामा यति कुरामा चित्त बुझेन भने तिनीहरूले के गरिदिन्छन्, हामीलाई यदि तालले बोल्छ कि उसको बोली हामी सुन्न सक्दैनौँ। उसको बोलीहरू, उसको शब्दले हाम्रो चाहिँ कति गाह्रो बनाइदिन्छ उनीहरूले क्या होइन। अनि त्यहाँबाट उनीहरूले सहन जित्न सक्यो भने सक्यो, सकेन भने ब्लक हानेर जान्छ कि उनीहरू, ब्लक हानिदिन्छ। अथवा हामीसँग सङ्गतमै नआइदिन सक्छ, हामीसँग उनीहरू बोल्नै नआइदिन सक्छ। उनीहरू त्यस्तो हुन्, त्यस्तो हामीलाई सिकाउने व्यक्तिहरू। अनि तपाईँ विचार गर्नुहोस्, हामीसँग ख्रिस्टको मन हुनुपर्छ। असल अनि खराब कुराहरू हामीले चाहिँ पत्ता लगाउन सक्नुपर्छ। अनि हामी स्थिर रहनुपर्छ, हामी असल कुराहरू सिक्नुपर्छ, हामी असल कार्यहरू होइन उहाँमा रहेर हामीले कोसिस गर्नुपर्ने हुन्छ। हामी आफ्नो शक्तिले, आफ्नै तरिकाले, हामी आफ्नो भक्तिले हुँदैन, तर परमेश्वरको शक्ति हामीमा चाहिन्छ। अनि त्यो शक्ति भनेको प्रेम हो। हामीमा प्रेम चाहिन्छ, परमेश्वरको प्रेम चाहिन्छ। हाम्रो आफ्नै प्रेम होइन, हाम्रो आफ्नै प्रेम त क्षणिक जे पनि गर्न सक्छन्। प्रेम गर्छु, माया गर्छु, वास्ता गर्छु भनिदिन्छ, त्यो नगर्न सक्छ। तर परमेश्वरको प्रेमले चाहिँ हामी अरूले प्रेम गर्न सक्ने हुनुपर्दछ मित्र। त्यसैले आज यो वचनले चाहिँ हामीलाई प्रेम गर्न, प्रभु येशूले भन्नुभएको छ कि होइन, प्रेम गर्नु, शत्रुहरूलाई प्रेम गर्नु भन्दछ। अनि शत्रुलाई प्रेम गर्न त हामीलाई सजिलो छैन। हामीसँग प्रिय मित्र भनेर हामी बोलिराखेको हुन्छौँ, दाई भाइ दिदी बहिनी है, प्यारो मित्र, मेरो बेस्ट फ्रेन्ड, मेरो एकदमै नजिकको फ्रेन्ड, मेरो आफ्नो मान्छे भनेर हामी बोल्दै गर्दाखेरि त्यही व्यक्तिले थोरै कुराहरू हामीसँग गर्दाखेरि चाहिँ हामीलाई चित्त नबुझ्दाखेरि त त्यसलाई कसरी के गरौँ भन्ने हामीलाई दारा किन्न चाहिँ मन लाग्छ भने त्यहाँ प्रेम छ। अनि त्यस्तो व्यक्तिले शत्रुलाई प्रेम गर्न सक्छ होला? तपाईँ भन्नुहोस् न होइन।
त्यसैले हामीले सहने शक्ति चाहिँ प्रभुबाट पाउनुपर्छ। परमेश्वरले हामीलाई त्यो सहायता गर्नुहुन्छ। परमेश्वरमा सबै कुरो सम्भव छ। उहाँको आत्माले हामी सहन सक्छौँ। जस्तै येशू ख्रिस्टले चाहिँ क्रुसमा मानिसहरूले उहाँलाई चाहिँ ढुङ्गाले हाने, अनि मानिसहरूले उहाँलाई थुके, कुटे, पिटे, होइन, कोर्राको चोटहरू कति बनाए, छ्या छ्या, ओहो, शरीरभरि रक्तमय उहाँलाई, होइन, रगतै रगत, शिरमा काँडोको मुकुट, अनि उहाँलाई चाहिँ खुट्टामा पाउमा काटी, हातमा काटी। हेर्नुहोस् त, ओहो, यति धेरै गिल्ला र निन्दाको कुराहरू त्यहाँ सीमा छैन। प्रिय मित्र, तपाईँले यो कुराहरू याद गर्नुहोस्। अनि प्रभुले त त्यति धेरै घृणाहरूलाई सहनु भएको छ भनेदेखि तपाईँ र मैले आज थोरै सानो कुरालाई पनि सहन सकेन भने हामीमा कस्तो प्रेम छ? के ख्रिस्टको प्रेम हामीमा छ? ख्रिस्टको व्यवस्था हामीमा छ? ख्रिस्टको वचन हामीसँग छ त? तर प्रभु येशू भन्नुहुन्छ, मैले भनेका कुराहरू तिमी गर्दैनौ भने मलाई किन प्रभु प्रभु भन्छौ भनेर प्रभुले भन्नुभएको छ। त्यसैले अब हामीले पनि आजकै दिनबाट कोसिस गर्नुपर्छ। होइन, मैले यो भन्दै गर्दाखेरि चाहिँ पर्फेक्ट भइसकेको भनेर मैले भनेको होइन। हामी सबै जन्मेदेखि मृत्यु हुने दिनसम्म पनि हामी चाहिँ सिक्दै सिकाउँदै सुन्दै सुनाउँदै अगाडि बढ्ने जातिहरू हामीहरू हौँ। होइन, हामी सिकेर कहिले पनि पर्फेक्ट हुँदैनौँ। होइन, हामी सिक्नुपर्छ। हामीले सिक्ने क्रम चाहिँ जारी राखिरहनुपर्छ। हामीले सिक्नुपर्छ। असल कुराहरू चाहिँ हामीले सधैँभरि अगाडि बढ्नुपर्छ। मानिसहरूलाई त्यो हामीले बताउनुपर्छ असल कुराहरू। अनि असल चाहिँ परमेश्वर नै हुनुहुन्छ। त्यसैले हामीले असल काम गर्नको लागि उहाँको शक्ति हामीलाई अवश्य नै खाँचो छ। प्रिय मित्र, है, अनि शत्रुलाई प्रेम गर्न चाहिँ हामीलाई सजिलो छैन, तर पनि हामी ख्रिस्टमा रहेर हामी सक्छौँ। येशूले भन्नुभएको छ, मानिसहरूको लागि चाहिँ सम्भव छैन, तर परमेश्वरको लागि चाहिँ सबै कुरा सम्भव छ भनेर उहाँले भनिसक्नु भएको छ। त्यसैले हामी चाहिँ आफ्ना शत्रुहरूलाई प्रेम गरौँ, प्रेम गर्न सिकौँ। धैर्य हुने मन हामीमा हुन सकेको होस्। हामी एकअर्कालाई सहन सक्ने हामीहरू हुन सकेको होस्। होइन, अनि त्यो मन चाहिँ हामीले प्रभु येशू ख्रिस्टबाट नै पाउने कुरा हो। परमेश्वरसँग हामी प्रार्थना गर्नुपर्छ। पवित्र आत्माको शक्तिले हामीलाई त्यो दिनुहुनेछ। अनि परमेश्वरको इच्छा अनुसार जब हामी हिँड्न सक्छौँ, परमेश्वरले चाहे जस्तो हामी जब गर्न सक्छौँ, त्यस पछाडि बल्ल हामी चाहिँ परमेश्वरको सन्तानहरू कहलाइनेछ अथवा ठहरिनेछौँ। यहाँ यसरी नै लेखेको छ, प्रभु येशूले, तिमीहरूको इनाम ठुलो हुनेछ अनि तिमीहरू सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। हामीले आज बैगुनीहरूमाथि पनि हामीले कृपालु बन्नुपर्छ, प्रेम गर्न सिक्नुपर्छ। होइन, हामीले चाहिँ निष्ठुरी भएर त्यसले त मलाई यस्तो भन्यो भनेर हामी निष्ठुरी भएर बस्नु हुँदैन। त्यो हाम्रो अधिकार होइन। त्यो चाहिँ दुष्ट शैतानको अथवा शत्रुको चाहिँ अधिकार हो त्यो, है। उनले शैतानले दिने अधिकार हो त्यो। त्यसले मलाई यसो भन्यो, म किन त्यसलाई हेर्ने भन्ने मान्छेको बानी हुनसक्छ क्या। त्यो भनेको चाहिँ परमेश्वरबाट आएको होइन, त्यो चाहिँ दुष्ट त शत्रुबाट आएको हो। होइन, शत्रु भनेको चाहिँ हाम्रो विरोधी हो। होइन, हामीलाई राम्रो गर्न सिकाउँदैन शत्रुले चाहिँ। होइन, त्यो शत्रु भनेको चाहिँ दियावलस हो। त्यो भनेको चाहिँ हाम्रो हृदयभित्र आउँछ। त्यो चाहिँ बाहिरबाट देखिने गरेर आक्रमण गर्न आउने होइन। त्यो चाहिँ भित्रबाट आउने घमण्डको हृदय हामीमा आउँछ। अनि बाहिर फल्नालाई दोष लाउने कुरा हुँदैन, त्यो हामी भित्रबाटै आउँछ। त्यसले मलाई नराम्रो भन्यो, मैले त्यसलाई किन हेर्ने? त्यसले मलाई स्वागत गरेन, म किन त्यसलाई स्वागत गर्ने? मलाई उसले दिएन, म किन त्यसलाई दिने? है, त्यस्तो मानिसहरूको स्वभाव हुन्छ। त्यस्तो स्वभावहरू चाहिँ हामीले गर्नु हुँदैन। कसैले तपाईँले केही दिँदैन भने पनि तपाईँ दिने काम गर्नुहोस्। है, तपाईँलाई कसैले तपाईँ भन्दैन होला, तर तपाईँले सधैँभरि तपाईँ भन्ने गर्नुहोस्, आदर गर्नुहोस्। अनि आदर गर्दै गर्दा तपाईँलाई परमेश्वरले नै तपाईँलाई त्यो व्यक्ति बनाउनु हुनेछ, आदर योग्य, है। तपाईँले आदर पाउनुहुनेछ। धेरै धन्यवाद छ तपाईँलाई वचन सुनेर साथ दिनुभयो। अनि हाम्रो प्रभु येशू चाहिँ बैगुनी र स्वार्थीमाथि पनि कृपालु हुनुहुने परमेश्वर हुनुभएको कारणले तपाईँ र मैले पनि आज त्यो कामहरू हामीले गर्ने आजकै दिनबाट कोसिस गर्नुपर्छ।
हुन्छ, धेरै धन्यवाद। तपाईँले कुरा बुझिसक्नुभयो होला। प्रभुले तपाईँलाई सहायता गर्नुभएको होस् र मेरो लागि पनि प्रार्थना गरिदिनुहोस् तपाईँहरूले, किनभने हामी सबैलाई एकअर्काको खाँचो पर्दछ प्रार्थना गर्नको लागि, सम्झाउन बुझाउन वचनबाट सिक्नलाई हामीहरू सबैको लागि एकअर्काको सहायता चाहिएको हुन्छ। त्यसैले हामीले एकअर्काले प्रार्थना गर्नुपर्दछ अनि हौसला उत्साहहरू दिनुपर्दछ। खुट्टा तान्ने होइन, हामीले हात तान्ने चाहिँ हामी हुनुपर्छ। अनि हात तान्ने मान्छेहरू जहिले पनि अगाडि नै हुन्छ है, खुट्टा तान्ने मान्छेहरू चाहिँ पछाडि हुन्छ। बुझ्नुहुँदैछ तपाईँ? यदि तपाईँलाई कसैले नराम्रो भन्छ भने त्यो खुट्टा तान्नेमै पर्छ। अनि त्यस्तो व्यक्तिहरू हाम्रो अगाडि सायद कसरी भन्ने मैले है, त्यस्तो व्यक्तिहरू चाहिँ परमेश्वरले रुचेको व्यक्ति चाहिँ होइन। अनि परमेश्वरको कामलाई यदि अगाडि बढाउनु छ भने चाहिँ हामीले कसैको हात तान्नुपर्छ, हात तान्ने हुनुपर्छ। खाडलबाट माथि तान्ने हुनुपर्छ, खुट्टा तान्ने होइन, खाल्डोमा हाल्ने होइन, खाल्डोबाट उद्धार गर्ने। जसरी येशू प्रभुले चाहिँ उद्धार गर्नुभएको छ होइन, जसरी येशू प्रभुले चाहिँ आफू हारेर आफै नम्र भएर आफै त्यहाँनिर होइन के भन्छ त्यो होइन, जति पनि बेइज्जत सहनु भएको छ उहाँ चाहिँ तपाईँ र मलाई इज्जत दिनको लागि। जति पनि सबै कुरा उहाँले सहिसक्नु भएको छ। त्यसकारण आज तपाईँ र मैले चाहिँ ती सबै कुराहरू गर्दाखेरि चाहिँ हामीले प्रभु येशूले भोग्ने कुराहरू, काँडाको मुकुट अनि हातमा खुट्टामा किलाहरू नठोकिए तापनि, तर हामीले चाहिँ जति पनि कुराहरू छ त्यो कुराहरूलाई चाहिँ एकदमै बुझेर अगाडि बढ्ने हामीले कोसिस गर्नुपर्ने हुन्छ। जति सक्दो हामी प्रभु येशू ख्रिस्टको आज्ञाकारी भएर जिउनलाई चाहिँ हामी कोसिस गर्नुपर्ने हुन्छ। आफ्नै घमण्डमा होइन, आफ्नै तरिकामा होइन, ख्रिस्टको तरिकामा तपाईँले गर्ने काम गर्नुहोस् है। येशू ख्रिस्टले जे गर भन्नुभयो त्यही कामहरू हामीले गर्न कोसिस गर्नुपर्ने हुन्छ है त। धन्यवाद, यो समय तपाईँले अन्तिमसम्म साथ दिनुभयो र तपाईँलाई यो कुराहरू मन पर्यो भने सेयर गर्न सक्नुहुन्छ। अनि अरूहरूले पनि यो कुराहरू बुझ्नुपर्छ। तपाईँले मात्र बुझेर हुँदैन, मैले मात्रै थाहा गरेर हुँदैन, अरूले पनि यो कुराहरू बुझ्नुपर्छ। र यो गर्दा गर्दा हामी एकअर्काले सबै कुराहरू असल तरिकाले हामी एकैचोटि सबै कुरा बुझेका हुँदैनौँ। अनि बिस्तारै एउटा एउटा गर्दै हामीले बुझ्ने हो, थोरै थोरै गर्दै हामीले परमेश्वरको स्वर्गीय ज्ञानले भर्ने हो क्या होइन। हृदय भर्ने हो, मनलाई दिमागलाई भर्ने हो। अनि नचाहिने कुराहरू लिएर हामीले नचाहिने कुराहरूले भर्नु हुँदैन। हाम्रो जीवन र हाम्रो हृदयलाई चाहिँ, हाम्रो दिमागलाई चाहिँ प्रभुको सन्देश माथिको कुराले भर्नुपर्छ। जहाँ जीवन छ, जहाँ शान्ति छ, जहाँ आनन्द छ, जहाँ सधैँको जीवन, कहिल्यै नाश नहुने जीवन येशूसँग छ, जो परमेश्वरले चाहिँ हामीलाई दिन चाहनुहुन्छ। अनि येशू ख्रिस्टको नाउँबाट मात्रै त्यो हामीले पाउनेछ। हुन्छ, धेरै धन्यवाद। तपाईँ जहाँबाट हुनुहुन्छ अनि मलाई हेर्दै हुनुहुन्छ, कस्तो लाग्यो तपाईँले मेसेज गर्न सक्नुहुनेछ।